नमस्ते यहाँहरु सम्पूर्णमा म निराजन घिमिरे इन्फर्मेसन टेक्नोलोजी च्यानलका तर्फबाट यहाँहरु समक्ष जानकारीमूलक भिडियोहरु प्रस्तुत गर्दै आइरहेको थिएँ। केही समयदेखि म स्वास्थ्यमा समस्या आई यहाँहरु समक्ष उपस्थित हुन सकेको थिएन। सफल शल्यक्रिया पश्चात म फेरि यहाँहरु समक्ष केही जानकारी लिएर उपस्थित भएको छु। आशा छ यहाँहरु सम्पूर्ण आराम कुशलै हुनुहुन्छ। यदि हुनुहुन्न भने पनि यहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित म आजको जानकारी प्रस्तुत गर्न गइरहेको छु। यो जानकारी रहेको छ सवारी साधन अनुमति पत्र, सवारी चालक अनुमति पत्र यानी कि लाइसेन्स हामीले नवीकरण गर्न फिजिकल्ली हामी यातायात व्यवस्था कार्यालयमै पुग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो हालसम्म। त्यसलाई निराकरणको लागि यातायात व्यवस्था कार्यालयबाट अहिले अनलाइन मार्फत पनि रिन्यु गर्न सकिने व्यवस्था प्रदान भएको छ। जुन व्यवस्था हालको लागि नेपालमा फिजिकल्ली गएर स्वास्थ्य परीक्षण गरे पश्चात मात्रै गर्न सक्ने अवस्थाको देखिएको छ। यसलाई सम्बद्ध पक्षहरू जो यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित रहेका शाखा उपशाखाहरू छन् तिनीहरूले यसमा विशेष चासोका साथ हेर्नुभयो भने यसलाई पनि निराकरण गर्न सकिन्छ। र विदेशमा हुनु भने सम्पूर्ण नेपालीहरू जो सवारी चालक अनुमति पत्र, नेपाली सवारी चालक अनुमति पत्र लिएर बस्नु भएको छ उहाँहरूको लागि विशेष रहन्थ्यो यदि अनलाइनमा सम्पूर्ण स्थानबाट गर्न सक्ने भए। हालको लागि चाहिँ बागमती प्रदेशको लागि मात्रै यो ट्रायलको रूपमा गरिएको छ। यसबाट पनि प्रतिक्रियाहरू सायद लिएर यातायात व्यवस्था कार्यालयले यसलाई सुधार गर्नेछ भन्ने आशा छ। हामीले कसरी गर्न सक्छौं त यातायात व्यवस्था कार्यालयको साइटमा गएर आफ्नो लाइसेन्सको विवरण कसरी हेर्न सक्छौं, कसरी रिन्यु गर्न सक्छौं अनलाइनको सहायताबाट। भुक्तानी गर्ने माध्यम चाहिँ जब हामीले आफ्नो लाइसेन्स रिन्युका लागि पठाउँछौं उताबाट एप्रुभ भएपछि मात्रै गर्न सकिन्छ। त्यो भन्दा अगाडिका प्रोसेसहरू के रहेका छन्, कसरी गर्न सकिन्छ त्यो विषयमा म यहाँहरुलाई जानकारी दिनेछु। त्यसको लागि यहाँहरुले यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यहाँहरुको मनमा लागेका जिज्ञासाहरू कमेन्ट मार्फत यहाँहरुले दिन सक्नुहुनेछ भन्दै म अब मेरो स्क्रिन शेयर गर्न जाँदैछु। लागौं स्क्रिनतर्फ। सर्वप्रथम यहाँहरुले मैले स्क्रिनमा शेयर गरे देखाउँदैछु। यहाँहरुलाई आफूले कुन ब्राउजरबाट ब्राउज गर्नुहुन्छ त्यो ब्राउजर ओपन गर्नुस् र तपाईहरुलाई थाहा छ भने त्यसको लिंक हान्नुभयो हुन्छ। नभए बागमती प्रोभिन्स अनलाइन ड्राइभिङ लाइसेन्स रिन्युअल भनेर हान्नुभयो भने यसरी खुल्छ। यातायात व्यवस्था विभागको एप्लाई DLN new DOTM.gov.np यहाँ जुन माथि देखिन्छ यो हान्नुभयो भने यो माथि लिंक भएको एरिया यो हान्नुभयो भने खुल्छ। म सामान्य कुरालाई चाहिँ यहाँहरु समक्ष प्रस्तुत गर्दिन किनभने बोरिङ नबनाऊ यस भिडियोलाई। जानकारीमूलक बनाएको भिडियो बोरिङ नबनाऊ। मैले चाहिँ यसमा आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ जसको लागि र क्याप्चा यहाँ दिएको क्याप्चा हामी चाहिँ मान्छे नै हौं भनेर चाहिँ प्रुफको लागि क्याप्चा राखेको छ। त्यो क्याप्चा हामीले हाल्नुपर्ने हुन्छ। यति गरिसकेपछि हामीलाई मोबाइलमा ओटिपी अथवा मोबाइलमा पिन दिएको हुन्छ। त्यो पिन चाहिँ म मोबाइलमा हालेर राख्छु। यति गरिसकेपछि मेरो विवरण यहाँ खुल्छ। यहाँ देख्नु भएको छ। मैले चाहिँ अहिले यसबाट अनलाइनबाट एकान्त कुनामा यहाँ वेटिङ एप्रुभको लागि आइसकेको छु। यसको लागि चाहिँ के गर्न सकिन्छ चाहिँ म अर्को व्यक्तिको युजरबाट म गरेर देखाउँछु यहाँहरुलाई। यसको लागि चाहिँ अब मैले यो नयाँ विवरण नयाँ थपको लागि गर्दैछु। थप गर्न पनि मिल्छ र नवीकरण आवेदन पनि यहाँ देख्न सक्नुहुन्छ। नवीकरण आवेदनको लागि चाहिँ यहाँहरुले स्क्रोल गरेर हेर्नुपर्ने हुन्छ। अब तपाई चाहिँ म सम्बन्धित यातायात
व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गराउन चाहन्छु भनेर टिक लाएर नेक्स्ट गर्नुभयो भने चाहिँ यहाँ सोध्छ यसले एउटा डायलग बक्स दिन्छ। त्यसमा चाहिँ ओके गरिसकेपछि चाहिँ के देखाउँछ त भनेपछि तपाईँको यातायात व्यवस्था कार्यालय चाहिँ चुज गर्नुहोस् भनेको हुन्छ। सिधै यति हो। अनि यसमा सबमिट गर्ने बित्तिकै चाहिँ तपाईँको त्यहाँ जान्छ होइन, त्यहाँबाट चाहिँ एप्रुभ गरिदिनु पर्ने हुन्छ। यहाँ धेरै उहरू छन् कार्यालयहरू। अब यसको अलावा चाहिँ म यातायात व्यवस्था कार्यालय बाहिर सूचीकृत चिकित्सककोमा गई स्वास्थ्य परीक्षण गराउन चाहन्छु भनेको ठाउँमा टिक लाउनु भएपछि चाहिँ हामीलाई के अप्ठ्यारो छ अहिले नेक्स्ट गरिसकेपछि यहाँ देखाउँछ यातायात व्यवस्था कार्यालय छान्न पाइन्छ अहिले, तर डक्टर चाहिँ हामीले यहाँ चुज गर्न पाइरहेका छैनौँ। यो भएर अब यसको लागि पनि यातायात व्यवस्था कार्यालयले सहज व्यवस्था मिलाइदिन सक्छ। यो चाहिँ अहिले परीक्षण कालमै रहेको छ बागमती प्रोभिन्सको। सायद यसलाई तत्काल चाँडोभन्दा चाँडो ल्याउँछ होला, त्यसको लागि हामी आशावादी बनौँ। अब यसै गरी यहाँ म देखाउँछु, यहाँ तपाईँले वर्ग थपको लागि पनि यहीँबाट अनलाइनबाटै दिन सक्नुहुन्छ। म सम्बन्धित यातायात व्यवस्था कार्यालय गई स्वास्थ्य परीक्षण गराउन चाहन्छु भनेपछि नेक्स्ट गर्नुभयो भने पहिचान प्रक्रिया हो, कुनको चाहिँ थप्ने हो, तपाईँसँग कुनको छ, कुनको चाहिँ थप्नुपर्ने हो, यहाँ सबै कुराहरू। अहिले चाहिँ मेरो यो क्याटेगोरी भनेर देखिएको छ नि, यो चाहिँ स्कुटरको हो, मेरो चाहिँ होइन, तर मैले यो यहाँहरूको लागि इक्जाम्पलको लागि लिएको छु। के को छ, अब हामीसँग स्कुटरको छ भनेपछि हामीले ए थप्ने हो कि बी थप्ने, कुन थप्ने हो, थप्नको लागि हामीले स्क्रोल गर्ने, टिक लाउने, अनि कुन यातायात व्यवस्था कार्यालय जाने हो, यातायात व्यवस्था कार्यालय सेलेक्ट गर्ने, अनि मिति चयन गर्नुपर्ने हुन्छ। भिजिट डेट कार्यालय जाने मिति चयन गरेपछि अनि नेक्स्ट गर्नुभयो भने अहिले चाहिँ हामीलाई यहाँ के भनिरहेको छ, यातायात व्यवस्था कार्यालय छान्नुहोस् भनेको छ। अब हामीले एकान्त कुना नै छानौँ हामी यहीँ भएको कारणले यस गरिसकेपछि जाने मिति चाहिँ चयन गर्नुहोस् भनेको छ। अहिले यो मिति पनि अहिले हामीले चयन गर्न सकिरहेका छैनौँ। यो चाहिँ यसको फल्ट हो अथवा यो चाहिँ परीक्षणमै छ, त्यसको कारणले पनि होला। यसमा सम्बद्ध पक्षहरूले तत्काल चासोको रूपमा लिएर यसलाई व्यवस्थापन गर्नुहुनेछ भन्ने मेरो आशा छ। सायद त्यसलाई चाँडोभन्दा चाँडो गर्नुहुनेछ र हामी जो नेपाल बाहिर अथवा नेपालमै पनि यातायात व्यवस्था कार्यालयबाट धेरै दूरीमा रहेर हामीले यातायातबाट प्रदान गरिएको लाइसेन्स अथवा स्मार्ट कार्ड चाहिँ डेट एक्सपायर भएपछि रेन्युको लागि धेरै समय खर्च गरेर लाइन बसेर रेन्यु गर्नुपर्ने अवस्था अन्त्य होस्। अब हामीले यो सबै प्रक्रियाहरू एप्लाई गरिसकेपछि यहाँ तपाईँको भुक्तानीको सूची देख्नुहुन्छ, यो आउँछ हामीलाई। त्यसपछि भुक्तानीको सूचीमा अब हामीले कुनै पनि गरेका छैनौँ अहिले। भुक्तानी गरिसकेपछि चाहिँ यहाँ देखिनुपर्छ। अनि हाम्रो कार्ड प्रिन्टिङमा भएको हुन्छ, प्रिन्टको लागि जान्छ त्यो कुरा। साथसाथै अर्को कुरा यहाँहरूलाई म जानकारी के गराउन चाहन्छु भने पहिला स्मार्ट कार्ड विदेश जानेको हकमा र पिसकिपिङमा जाने विभिन्न कामको लागि जाने मान्छेहरूको लागि अत्यावश्यक कार्ड प्रिन्ट गर्ने सेक्सन यहाँ अहिले खुल्ला छ। यो चाहिँ अहिले हालको लागि चाहिँ मेसिन बिग्रिएर बन्द छ भन्ने जानकारी यातायात व्यवस्था कार्यालयले सूचना जारी गरेर दिएको छ। त्यसबाट यहाँहरूले आफूलाई चाहिने लाइसेन्स चाहिँ हाल प्रिन्ट गराउन सक्नुहुन्न। त्यसको अलावा यातायात व्यवस्था कार्यालयले तत्कालै त्यसलाई मर्मत गरी ल्याउने भन्ने जानकारी छ। आशा गरौँ चाँडोभन्दा चाँडो आउँछ। र यो जानकारीमूलक भिडियो यहाँहरूलाई कस्तो लाग्छ कृपया तपाईँहरूले कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला र मबाट भएका गल्ती कमजोरीहरूलाई मैले सुधार गर्न सकौँ र यस्तै जानकारीमूलक भिडियोहरू आगामी दिनमा पनि म यहाँहरू समक्ष प्रस्तुत गर्न जमर्को गर्नेछु। यहाँहरूले यस भिडियोलाई हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद। यहाँहरूले यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि
मेरो तर्फबाट आभार व्यक्त गर्न चाहन्छु। साथै यहाँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिन अनुरोध गर्दछु र यो जानकारीलाई आफ्ना साथीभाइ समक्ष पुर्याउन सेयर पनि गरिदिनुहुनेछ र लाइक पनि गरेर मलाई हौसला दिनुहुनेछ भन्ने आशाका साथ आजको भिडियोलाई अन्तिम गर्ने जमर्को गर्दैछु। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद। नमस्ते।